सामाजिक सञ्जालमा भाइरल भएको मन छुने भिडियो। कानुन हातमा लिएका जिम्मेवार व्यक्तिले नै काफल बाटोमा फालेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको मन छुने भिडियो। यो भिडियो हेर्दा महानगर प्रहरीले त्यो बेला सडकमा पोलेको मकै बेच्ने महिलामाथि गरेको लछार पछार गरिबलाई मात्र यस्तो किन हुन्छ प्रश्न। वीरेन्द्रनगर नगरपालिका कार्यालय वीरेन्द्रनगर सुर्खेत भन्छ, मिति 2083 जेठ 5 गतेका दिन साँझ नगर प्रहरीद्वारा वीरेन्द्रनगर नगर क्षेत्रभित्र रहेका पेटी र फुटपाथ व्यवस्थापन गर्ने क्रममा यस नगरपालिकाको वडा नम्बर 6 मा रहेको सिटी बस पार्क क्षेत्रभित्र डालामा काफल बेच्दै गर्नुभएको महिलामाथि भएको व्यवहार प्रति यस नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ। सो कार्यमा संलग्न नगर प्रहरीलाई विभागीय कारबाही गरिने र पीडित महिलालाई उचित राहत तथा क्षतिपूर्ति दिने निर्णय भएको बेहोरा जानकारीका लागि अनुरोध छ भन्दै प्रेस विज्ञप्ति मार्फत सम्बोधन गरेको छ। साथै कारबाहीको कुरा पनि गरेको छ भने पीडित महिलालाई क्षतिपूर्ति दिने निर्णय गरेको देखिन्छ। गरिबलाई मात्र यस्तो किन हुन्छ प्रश्न। भविष्यमा सरकारले उचित व्यवस्थापन पनि गर्न सक्छ। सडकमा व्यापार गरेर छाक टार्ने पनि त नेपाली नै हुन्। त्यो सडकमा किनमेल गर्ने मध्यम वर्गीय र गरिब जनता त हुन् नि। 2-4 पैसा सस्तो र राम्रो नि पर्छ कहिलेकाहीँ त। यस्ता क्रियाकलापले गरिब र मध्यम वर्गमा धेरै नै असर गरेको देखिन्छ। विभिन्न पदमा कार्यरत जिम्मेवार कर्मचारी वा धेरै पढेका विज्ञ हुँ भन्नेमा पनि नैतिक कमजोरी देखिन्छ। माथिको आदेश भन्दैमा मातेको जस्तो व्यवहार नदेखाएको राम्रो जस्तो लाग्छ। एउटा प्रश्न, तपाईँ विद्यालयमा पढ्दा सामान खोज्नु हुँदैन, अन्न फाल्नु हुँदैन, जबरजस्ती लछार पछार गर्नु हुँदैन, चोर्नु नराम्रो हो, बाटोमा हिँड्दा छेडखानी वा जिस्काउनु नराम्रो हो आदि जस्ता पढेको पोलेर नखानु होला। त्यो भाइरल भिडियोमा नेपाली महिलाले आफ्नो परिश्रम र सेवा गरेको देखिन्छ, तर विदेशी भनाउँदा भने बाटोमा माग्ने पेसा बनाएका छन्। अझ कोही त ताली बजाएर माग्ने पेसा, अझ अहिले त रोहिङ्गा जाति पनि थपिएका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयर मोहन माया ढकालद्वारा रु 10,000 क्षतिपूर्ति स्वरूप 42 वर्षीय कालीकोट निवासी महिला धमिला चौलागाईलाई प्रदान गरिएको छ। यतिन्जेल सुनिदिनु भएकोमा धन्यवाद। साथै सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।